हाम्रो दाजु भाउजू अब हाम्रो उमेश दाजु भाउजूलाई तल देखाउनुपर्छ अनि तल काका छ्यामा मधेसतिर सबैले हेर्नुपर्छ है। यी सुजनले चाहिँ घुमाइदिएको छ है आमाहरूलाई यस्तो राम्रो ठाउँमा म आउनु नै जङ्गली बजारको झन् महत्त्वपूर्ण गर्थ्यो भने अहिले त यो बजारहरू सबै मेटाएर गयो उता। बाउ कस्तो लागिरहेछ तपाईँलाई पहिले उहिले घुमेको ठाउँ यो बजार? हरियाला भदौरे हरियाला हामी त मङमाया र बाक्सेता मान्छे थेबे इबाको यहीँ आउँथ्यो क्या हामी। अहिले चाहिँ देउराली भइलो हामी यहाँ हाम्रो हजुरबा हजुरआमासँग अहिले अब फोटो खिचेर लानु पर्यो बित्था दाँत खोक्लियो बुढीहरू जङ्गल हाम्रो दिदी यता बाउ घरमा आएको साग धनियाँ सिस्नु। देउराली त चोकै हो नि, साह्रै सुविधा दिएको छ नि त हाम्रो गाउँठाउँमा। बिहान 1 लटको लाग्छ, बिहानको छुट्टी नि दिउँसो राम्रै हामी हिँडिसकेपछि राम्रै दिनमा हुन्छ नि आमा। सरसम्धी भेट भयो, छोराछोरीसँग भेटघाट भयो। देउराली घुमेर पनि हामी त आइसक्यौँ, कप्तानी आइपुग्यो है। त्यही त नि उहिले अब हाम्रो अहिले यसो अब अहिले त बजार लाग्दैन। पहिला त अब जङ्गली बजारको झन् महत्त्वपूर्ण गर्थ्यो भने अहिले त यो बजारहरू सबै मेटाएर गयो उतातिर यसो बस्ती भइदियो। बजार अहिले लाग्दैन यो अहिले हराएको छ। यो तितेला गाउँपालिकाले के भनिरहेको छ भने यहाँ अब यो पुरानो मेला बजारलाई अब उकास्नु पर्छ। अब चैतमा लाग्थ्यो रामनवमीमा, अब भदौको रामनवमीमा लाग्ने बजार हो। अहिले चाहिँ उनीहरूले के भनिरहेछ भने अब यो पुरानो बजारलाई निकाल्नु। अब हामीले चाहिँ केही खेलबाट गरेर हुन्छ, कसरी हुन्छ एउटा गरौँ भन्ने कुरोहरू चाहिँ गाउँपालिकाको प्रमुखहरूले पनि बोलिराख्नु भएको छ यी कुरोहरू। तर हामी पछाडि चाहिँ हामी गर्नु सकेका छैन, त्यस्तो भन्नु पर्यो। अब बिस्तारै गर्नुपर्छ मामा, बिस्तारै अब सल्लाह सुझावमा त्यसरी चाहिँ अहिले त त्यही त नि अब यसो रेडियोमा प्रसार गरिदिएपछि सबै साथीभाइ आउँछ नि त। अनि त्यसरी मेला बजारहरू माङ्सीमा जाने रोड त यहाँ मात्रबाट आज जाने पर्थ्यो। ल जाउँ न, ल आउनु न। यहाँ चाहिँ अब यो उहिलेको यो हरेलो बजार भन्ने ठाउँमा हामी जाँदैछौँ। अब हरेलो बजार घुमघाम गरेर फर्किने यहाँबाट जाने होला नि मामा? हजुर पहिलाको बाटो यहीँबाट थियो नि त पिछेबाट। लसुनहरू मुलाहरू फलेर आलु फलेर ढङ्सै छ नि यहाँ। भ्याङ्ग्रे सिस्नुहरू पनि छ यहाँ। यो उँभो माङ्सीमा बाक्सिते जाने बाटो यो हाम्रो माङमा बाक्सिता इबा डेभिड यो रिङ रोड चाहिँ चिचिलाबाट यो बन्दैछ, गिटीबाट तान्दैछ। अहिले यताबाट चाहिँ यहाँ गाडीमा ट्याक्सीमा चाहिँ माङमाया फेरि बाक्सिता इबा डेभिड हुँदै फेरि ठ्याक्कै त्यहाँबाट रिङ रोड चिचिलै पुग्छ। उहाँबाट आउँदा नि यतै निक्लिन्छ। यो मुनेर राजपोखरी यही हो। कहाँ यहाँ पोखरी पनि थियो र? छ त एउटा राजपोखरी भन्छ क्या उहिले। पोखरी चाहिँ तपाईँको माथि यो खनेको ठाउँमा रहेछ कि? ए पोखरी चाहिँ सक्यो क्या हो बा? यो गहिरोतिर थियो होला नि पोखरी त माउस भए त। नानी माथि हामी हात्तीढुङ्गा डाँडाबाट हेर्थ्यौँ कि माथि मूल घरको कहाँनिर पर्यो? मूल घरको यता पर्छ, यसो पर्यो नि, यसो पर्छ। अहिले त के खरको बस्दैन होइन, अहिले त जङ्गल छ, चौर छ। अनि यो माथि उता चाहिँ यो ल आमा बाउहरू उहिले यहाँ आएको ठाउँ हरेलो बजार। अरे उहिलेको अहिले त यहाँ बारी पो भइसकेको छ। ऊ मिर्ग कराउँदैछ है बाउ? यहाँ आज ल्याइदिएको छु मैले बाउ आमालाई हरेलो बजार घुमाउनलाई उहिलेको। सबै न्यामीमा छौँ। अब कसैले एउटा मारिदियो भने, कसैले दाइ विरोध गरिदियो भने गाह्रो हुन्छ, तिर्नु पर्ने हुन्छ। अनि त्यो गर्नुभन्दा बरु नगर्नु बेस। मासु खानलाई खाँचो छैन, अर्काको ज्यान के मार्नु अनि? त्यस्तै छ। हजुर हाम्रो बाउ
अनि बाबु कस्तो लागिरहेछ तपाईँलाई पहिले उहिले घुमेको ठाउँ यो बसेको बजार हरियाला भदौरे हरियाला हामी त मङमाया र बाक्सेता मान्छे थेबे इबाको यहीँ आउँथ्यो क्या हामी अनि हरियाला त ऊ पर पनि लाग्छ के उहाँको भन्दा हामी चाहिँ यताको चाहिँ हामीहरू यहीँ आउँथ्यो नुम खोकदाक सोलाखानी फाकादाम अनि यतातिरको चाहिँ यहीँ आउँथ्यो हामी चाहिँ त्यो हरियाला पनि डाँडा पल्लोपट्टि ओल्लोपट्टिको सबै यहीँ जम्मा हुन्थ्यो यहीँ हुन्थ्यो हामी त बाक्सेताको त हामीहरू त बाक्सेता मङमायाको त हामीहरू त्यो हाम्रो जोइ के कुलबहादुर उनीहरू हामी यहाँ आउँथ्यो खालि यो अहिले अङ्गालीकै पर्छ यो चाहिँ नि हेर्नु अहिले शीतलीले के अरे चाहिँ उता भेडा छ 4वटा भेडा राखेको छ यहाँ त्यहाँ गरेर यो मकै छरेको छ अहिले भर्खर कसले चर्चिज गर्छ बाबु यो गौरमान बाबुले उसको छोरीले उसको छोरीले उसले त के गर्थ्यो र बिचरा चाहिँ अब तर पनि बुढो हलो जस्तै पो छ अहिले दाजु त बिचरा धेरै बुढो पनि भयो नि त अब उता अहिले सयको ढकतिर पुजान लागिसक्यो अब हजुर कति 93 97 कति पो भन्दै थियो हिजो अस्ति आएको छ यहाँ मेरो नि पूजा गर्थ्यो उसले होइन अनि बुढो यसै छ तकडा छ तकडै छ छ दाजु त बिचरा अब हामी उनीहरू सँगसँगै हिँडेको ऊ अलि ठुलो थियो उता गाउँमा त त्यही अहिले हलो जोत्छ हजुर अनि हजुर हलो जोत्छ के गर्थ्यो आज हिजो जोत्दै छ भन्दाखेरिमा म अलिअलि जोत्छु भन्छ तकडा हिँडेर आउँछ हिँडेर जान्छ यसै छ छोरा त गछेमा छ होला कान्छा छोरा कक्षामा बुहारी कान्छा छोरा बुहारी उसको माइला मामा छोरी कान्छी हो हो तुलमानको दाजु माइला होइन हो सबै बाहिर छैन आमा जति कुरै जान्दैन त्यो धर्म काममा लामा पढिसक्यो त त्यसले मैले जति कुरै जान्दैन त्यसले ल आमाहरूलाई चाहिँ आज यहाँ उहाँहरूको यहाँ डुली घुमी खाएको ठाउँहरू घुमाएर फर्काउँदैछौँ हामी फर्किँदैछौँ अहिले चाहिँ हामी यहाँ यो देउरालीको यो उहिलेको बजार यो ठाउँमा आइसकेका छौँ यो ठाउँ घुमघाम गरेर चाहिँ हामी फर्किँदैछौँ अब यहाँबाट हामी हाम्रो मामा अनि बाउ आमा हुनुहुन्छ सबैलाई फर्काएर घुमाइ गरेर फेरि बिस्तारै हिँड्दै कप्ताएर जाने आइसकेको छौँ अहिले यो चाहिँ हट्याङहङ जाने बाटो उहिलेको अनि पारी मोकाल हिमाल चाहिँ पुरै बादलले ढाकेको रहेछ यो देउराली यसो देउराली है ल ल सम्धिनेर पनि भेट भयो यहाँ लु आज देउरालीमा सर्लक्कै अहिले चाहिँ देउरालीमा है ल हामी यहाँ हाम्रो हजुरबा हजुरआमासँग हाम्रो मामा लाग्नुभयो अब बाख्रा लिएर चरनमा अहिले अब फोटो खिचेर लानु पर्यो बित्था दाँत खोक्लियो बुढीहरू आइयो के गर्नु अब जस्तो बुढाबुढी भएपछि तपाईँ त अझै सम्झ मान्छे कति वर्ष पुग्नुभयो अहिले 60 वर्षमा टेकिसक्यो भन्छ भन्दा त 9-10 वर्षले नै त्यसो भन्छ अब के गर्नु लोकले सताएर त म त 22 साले हो नि मान्छे त 6 सालेको मान्छेहरू ऐसै छ हेर्दा 7 सालेको मान्छेहरू हाम्रो ठुल्यामाहरू गइसक्यो हो नि जीवनमा त 7 सालकै छ भने के को मतलब रोगिन्छ फेरि म त तपाईको सुगर लागेर आम्मा त्यस्तो त छैन कि तर बेथा चाहिँ नि दिनको रात बेथा औषधि त्यति औषध ल्याइरहेछ अनि छोरी छ तर त्यो तर भन्नेमा त्यति औषध दिइहाल्छ 3 महिना 4 महिना औषधि बरा अनि त्यो औषधि खाए बस्यो जाडो चाहिँ खानुहुन्छ के को जाडो चाहिँ खान्थ्यो खाँदैन जाडो चाहिँ खाएर हिँडिसक्थेन यतिखेर जाडो चाहिँ खाएर हाम्रो यसको बाउ उज्यालो भएपछि अब यसले पो मुक्त हुनुपर्छ यहाँ भन्छ ए हाम्रो बाउ आमा धुको
हाम्रो गाउँ त उठेपछि रक्सिने खाकै छ, जाँड पनि खाकै छ, निङ्गार पनि खाकै छ, सबै कुरो खान्छ। राम्रो छ देउराली बजार, कस्तो राम्रो सट्ट घुमाउरो परेको बाटो, जङ्गल। हाम्रो दिदी यता बाउ आमा यसरी ल्यायो। दिदीले च्याउ नि ल्याइगएको, कति चाहिँ ल्यायो त हौ अनि च्याउ पनि फेरि। ए सबै बिरुवा त टाकटुक ल्याइछ नि त बोकेर। अनि हाम्रो दिदी कहाँ पर्छ? अहिले बर्न क्याम्पस अहिले ब्यादर सक्छौ। त्यो लुगा हटाउनु नै कस्तो साह्रो हो। अन घामले मोर्राट राखेको मान्छेलाई के ठिक छ र यहाँ होइन। अब बाउ आमाहरूको यसो होइन बोक्सी जस्तै भइरहेको छ जङ्गलले। यस्तै त जङ्गलमा बस्ने छोराछोरीहरू नि पनि छ, नातिन छ नि त यी। आमा एक्लै छ यहाँ नि, एक्लै मात्रै छ नि। धनिया है, धनिया हेर्नु त यहाँ कस्तो राम्रो। यहाँ त यहाँ लसुन कत्रो कत्रो छ होला त यिनीहरूको लसुन। बुई अनि हेर्नु त अनि मल यसरी हालिदिएपछि त अनि यो डिलमा प्याज हेर ऊ म प्याज बोडी लसुन सबै यो उतापट्टि पाखा त्यो चौर खनेर केही छैन नि त नि आमा अहिले। साग हेर्नु न डिल यो त रातो माटो हो नि त आमा। यो त रातो माटो हो नि त आमा। यो अहिले मल हालेर कालो बनाइसक्यो। लु है साथीहरू, लु यहाँ साग धनिया म त यी माइत घरमा आउने चेलीहरूलाई दिदीको घरमा पो आइरहेछ त। म त माइत घरमा बोलाउनु पर्ने आफै पो आइरहेछ। हेर यहाँ धनिया लु लु अब यसरी हाल्नुपर्छ। यहाँ हाल्नु दिदी। ओहो घाँस लु लु खा त भरे बेलुका रातभरि खा। अब राम 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 यो भन्दा नि हेर यसरी पक्रिदिनु त बाउ। ल हेर्नु त यति भयो सर्लङ्गै कति राम्रो त्यो देख्यो बाबु त मसा राम्रो। लु त्यो जरा काट कि बाबु च्याप्प बान्नु लागा। घरमा आएको साग धनिया सिस्नु लसुन राम 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 हो गाठे। चिया फेरि अब गुरुङको गाउँघरमा अब के अरे गाउँघरमा होइन गुरुङको घरमा चिया कहिले न मैले नि हौ। हाम्रो गेस्ट टेस्ट राखेको छ नि त फेरि छोरीले मैले उ त बुच्ला अहिले बाख्रा तेरो पाठाले ढाल्छ त्यहाँ छ हाम्रो ग्यास चिया एकछिन उ त चिया खान्छ नि। अब एक यो खानेर खान्थे नि बला बला आगो भन्छ नि देउराली त चोकै हो नि। भुँडी यत्रो भइसक्यो त नि जलगाडा साह्रै सुविधा दिएको छ नि त हाम्रो गाउँठाउँमा। बिहान एक लटको लाग्छ, बिहानको छुट्टी अनि दिउँसोको त पक्कै छुट्टिँदैन बस। हेर्नु त आमा यो दिउँसोको यो अहिले ठ्याक्कै 12:30 भयो। यो एकदम राम्रो छ है सुविधा। ए जुम्ल्या दिदीले त बाख्रा पालेर त्यो पर मेरो साग खाइदिन्छ। आमा आमा त्यो पर साग खाइदिन्छ हौ। ल लाग्यो अब दिदी गोठालो। अब राम 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 लखेल यिनीहरू नि हो दिदी। यस्तो देवी जस्तै भएको म त बाख्रा पालेर बस्न आउँथ्यो यहाँ अलिकति जग्गा त किन्न सक्थ्यो होला।
आएन यहाँ त बाख्रा त नि दिदीलाई सोध्नु नि यिनीहरू जङ्गलै जाने हो कि क्या हो डुल्नु जाने बेलुका आउँछु अनि आएर पर्सि बिहानै जाने अब पर्सि त बिहानै मैले पठाइदिइहाल्ने आमाहरूलाई साह्रै आज हिँड्नु आँटेको मान्छेहरू यहाँ मैले देउराली आज घुमाउनु ल्याउनु पाएँ बाउ आमालाई सजिलै पुगिहाल्छ नि ल है ल अब बाँच्यो भने भेटौँला के को आइराख्नु पर्छ नि आफ्नो गाउँठाउँ के को बाँच्नु मात्रै खोइ दिदी कहाँ जानु हो दिदी सुत्नु भयो क्या ल लु ए के हेर अघि बिरामी भन्दै थिएँ मैले त केही गर्दैन भन्दै थियो घाँस काट्नु गइसकेको छ ल ल ल घुमेको भेडा गोठ्नु बसेको कहिले आउनु भएको थियो म त आज हप्ता ट्याक्कै भयो हामी शुक्रबार होइन आज 9 दिन भयो हामी अहिले पुरानो त अनि मेरो नातिले यहाँ डुलाउँदैछ हामीलाई सबै ठाउँ यहाँ मेरो छोरी मेरो भगिनी छोरी मजठा कसको छोरा अरे तिमी शर्मिला आमाको कप्तानेको शर्मिलामा के हो त सीता तल इन्द्रको नै हो कहिले आउनु भएको थियो नि म अस्ति उताबाट चाहिँ शुक्रबार आएको घरमा त अस्तिको दिन आइपुगेँ उनीहरू आयो हामी यताबाट बागटाबाट घुमेर ल है साथी हो अब हाम्रो गाउँठाउँ चाहिँ यस्तो छ हरियाली हरियाली हुँदाखेरि त धेरै राम्रो चारैतिर ल यस्तो छ ल ल बाउ हिँड्नु है ल बाउ आमा आज चाहिँ यहाँ बाउ र आमालाई देउराली घुमाउन लिएर आएको अनि देउरालीमा ऊ परतिर सबै घुमघाम गरेर उहिले डुलघुम गरेको ठाउँ घुमेर फर्किँदैछौँ आज बाउ आमा उहिले त यो बाटो थिएन होइन बाउ अहिले त यी रोडले सानो बाटो थियो नि यहाँ त यो भिरमा त अनि कच्ची बाटो थियो नि त बाउ उहिले त है अलि परै होला बाउ अनि यहाँनिरको त्यो भिरमा त अनि यसो काठ के अरे काठ लगाएको बाटो पो थियो होला है त्यहाँ त जस्तो लागेको थियो मलाई त साँगुरो बाटो राम्रै हामी हिँडिसकेपछि राम्रै दिनमा हुन्छ नि आमा सरसम्धी भेट भयो छोराछोरीसँग भेटघाट भयो राम्रो भयो ल यता हिँड्यो मलाई यता आफ्नो मान्छे सबै भेट भयो खुसी छ पर देउराली आमा हाम्रो बाउ उहिले उहाँहरू घुमडुल गरेको ठाउँमा यहाँ आज मैले ल्याइदिएछ बाउ आमाको हृदय नै खुसी भएपछि हामी छोराछोरीको शिर त टलक्क घाममा टल्किनु भन्दा राम्रो बाउ आमालाई खुसी पार्यो भने जहिले शिर उज्यालो साथी हो अरू केही होइन हेर शर्मिला आमाले त्यहाँ छोरा नातिलाई आशीर्वाद दिएर जाए भनेको त अघि बिहान रेडी भइराखेको बाजे बोजू त अनि मेरो पालि शर्मिला आमालाई चाहिँ फोन लगाइदिएको त यसरी अड्केको छ त शर्मिला आमाले है साथी हो यस्तो छ शर्मिला आमाको कला हेर यस्तो राम्रो ठाउँमा चाहिँ यहाँ हामी छौँ देउरालीको यो भिरको बाटो उँधो हेर भिर बाउ आमालाई आज यहाँ देउराली घुमाएर आएको अनि हामीले त यहाँ पोका पताएर नि पाएको छ 2 पतर त अघि एउटा बाइकमा हालेर पठाइ पनि दिइसके होइन आमा अघि पुगिसके बाउ आमालाई यहाँ घुमाउँदै ल्याएको लु अलि यहाँनिर यो गाडी आउँदैछ रोकौँ ल हामी यहाँ त ठुलो पहिरो थियो नि त बाउ पहिलो त कच्ची बाटो यहाँबाट थियो क्या बाटो त यहाँबाट यसरी आउँथ्यो हामी यसरी यसो जान्थ्यो अप्ठ्यारो बाटो थियो नि लु देउराली पनि हामीले कट्यो देउरालीको पहिरो ल अब हाम्रो पहाडको बाटो हेर्दा मात्र एकछिन राम्रो अनि अब बेलैमा चाँजो पाँजो गरिन भने त अहिले कहिले पानी पर्छ
सबै लान्छ नि त्यसो त तल मधेसतिर काठमाडौँतिर गयो भने त त्यहाँको पानीसँग त एकछिन भिज्यो भने त साँझ त चिसो लागेर बिजोक ल यस्तो छ गाउँघर साह्रै सुन्दर ल रमाइलो ठाउँबाट घुम्दै बाबुआमासँग होइन अब बाउ अस्ति दिन हिँड्नु भयो नि त बिचरा त्यत्रो उकालो अनि म त थाक्नु नि भयो होला अनि मौसम पनि अलि नराम्रो थियो त्यही भएर अनि आज त राम्रो भयो नि त अब त पुगिहाल्नुपर्छ नभए त उतै पानीले भेट्छ हामीलाई फेरि ल हामी देउरालीबाट फर्केको बाबुआमालाई बाटो त राम्रो छ नि न गर्मी न के है ल चिचिला र यो के भन्छ यो कप्ताने र देउरालीको बिचको बाटो चाहिँ रोलिङ लगाएर चाहिँ एकदम राम्रो भएको छ साथी हो ल यहाँबाट जाँदैछ बाटो एकदम राम्रो बाटो छ है अहिले चाहिँ ल घुमडुल गर्न आउनको लागि चाहिँ राम्रो यस्तो राम्रो बाटोमा ल सर्लक्कै यहाँ हामी छौँ बाबुआमासँग हामी यहाँनिर कप्ताने गुम्बा छेउ आसपास आइपुग्नु लाग्यौँ बाबुआमालाई यहाँ ल्याइसकिसकेँ मैले अस्ति हामी घुमेको डुलेको त्यो है बाउ गुम्बा ओ त्यो गुम्बा है ल त्यो पर मान्छे रहेछ है को हो त्यो गुम्बामा गुम्बा नि आइसक्यो हामी त्यो कप्ताने स्कुल त्यो मेरो घर त्यहाँ छ है मेरो घर चाहिँ अनि उता चिचिला गाउँपालिका भवन देखिन्छ यसो गरौँ न होइन बिस्तारै यहाँ अनि आमा र बाउलाई लिएर देउराली पुऱ्याएर अलमोस्ट हामी अब आइसकिसक्यौँ कप्ताने गुम्बा त्यहाँ हो यहाँबाट सर भोलि हामी चिचिला जाने भोलि पनि बाउलाई यस्तै रोटाइरोट घुमाउँदै ल्याउने हो डल्लै छ नि अब उतापट्टि जानुपर्छ नि उता गुराँसे डाँडातिर अझै उता हिँड्नु सक्यो भने नभए बाउ अब थाक्नु भने सुत्छ नि के त ल ल यी हाम्रो ठुलो बुवा ठुलो मम्मीको घर यहाँ ठुलो बुवा फेरि अघि नै जानुभयो खाना खायो अरे खाना खायो अरे ऊ माथि देउरालीसम्म पुऱ्याएर लिएर आएको नि बाउ पानी परेन एकदम राम्रो मौसम भइदियो राम्रो भयो हजुर ए ठिकै छ त नातिले डुलाउनु लगेको हामीलाई आज दिन साह्रै राम्रो भयो हजुर भाग्य नै राम्रो भन्नु पर्यो ल आमालाई आमा त ऊ माथि हुनुहुँदो रहेछ आमा त ऊ माथि ठुलो मम्मी ठुलो मम्मी माथि ठुलो मम्मी हेर्नु न ठुलो मम्मी यहाँ फेरि छर्लङ्गै यहाँ मैले यहाँ छर्लङ्गै देखिसकेँ यो च्याउहरू आएको छ बुवा देउराली घुमेर पनि हामी त आइसक्यौँ कप्ताने आइपुगयो है अस्ति त धुलो पनि उडेको थियो आज त धुलो नि उडेको छैन एकदम राम्रो मौसम है आमा कञ्चन ल्याऊ आमा बाउ त के अनि आज भोलि त अनि हामीलाई त यति भयो भने त आशीर्वादै आशीर्वाद हामीलाई नि खुसी बाउ आमालाई नि खुसी हिँड्नै परे पनि यतिको राम्रो ठाउँमा हिँड्नु त के अनि मजै अन्त हिलो गागजाङ गुगजुङ धुलो भएको भए पो कस्तो ठाउँमा ल्याइछ नगएको भए नि हुन्थ्यो भन्ने हुन्छ अनि यसरी डुलाउनु पाउँदा त धेरै राम्रो अन्त नि हामी डुलाउनेलाई पनि मजा आउँछ डुल्दिनेलाई पनि डुल्न पाए राम्रो ठाउँमा डुले भन्ने हुन्छ यो हो नि त ल र डाँडा हेर्नु त माथि डाँडा आम्मामा यस्तो राम्रो आएछ
हामीभन्दा राम्रो माथि डाँडा पै हो गाँठे ल है ए लु शर्मिला आमाले भन्थ्यो डुलाइ डुला गर्थ्यो लु डुलाइदिएँ लु मैले चाहिँ अब चाहिँ सन्तोक गर्नु हेर उ त्यहाँ मलिन्डो फलेर फेरि रुखमा उ यहाँ ए फलिरहेछ ऊ पाइरहेछ ऊ कस्तो राम्रो रोड आम्मामा हो ए मलिन्डो खानु नि आइपुग्यो मलिन्डो पाकेर हो हेर लु हेर हे मलिन्डो पाकेर ए अब यो बट्टा केही भयो त लानु हुँदैन नि टन्नै फलेको रहेछ नि आमा टेर्का के गर्नु र नि बट्टाहरू हजुर बट्टाहरू ल्याइन मलिन्डो फलेर के हेर हजुर ए म आइहाल्छु नि मलिन्डो ए लु चाख्नु त कति राम्रो भएको छ चाख्नु न चाख्नु न पुरै तँलाई खै न यहाँ छ चाख्नु न ए लु नानीलाई बोकिदिनु पर्छ यहाँ छ चाख्नु त कति पाएको छ नि अलि अम्ले अम्ले रहेछ यहाँकोहरू चाहिँ ठिक छ नि बाउ ठिकै छ ल मलिन्डो पनि खाँदा खाँदै मिठो हुँदैछ खाँदा खाँदै रसिलो छ के लु साइडै हिँड्नु है हामी ल आउनु है भाउ ए हाम्रो गाउँठाउँ त के साह्रो राम्रो नि है लै हेर पै हो राम्रो छ है मौसम राम्रो ल हेर हाम्रो भाग्य नै राम्रो नि ल कोसेली नि पायो भेटे जस्तो नि भयो गाउँठाउँ डुले जस्तो नि गाउँठाउँ डुलेको जस्तो नि भयो आफन्त नि भेट्यो यस्तो स्वर्ग जस्तो ठाउँमा हामी घुम्न पाएको छ बाबुआमालाई घुमाउनु पाउनु हुन हामी सबैभन्दा ठुलो म चाहिँ सबैभन्दा भाग्यमानी ठानिरहेको छु है ल हाम्रो दाजु भाउजू अब हाम्रो उमेश दाजु भाउजूलाई तल देखाउनुपर्छ अनि तल काका छ्यामा मधेसतिर सबैले हेर्नुपर्छ है ए सुजनले चाहिँ घुमाइदिएको छ है आमाहरूलाई यस्तो राम्रो ठाउँमा म आउनु नै म त धेरै नै भाग्यमानी रहेछ नि हो सोचेकै थिएन मेरो बाबुआमा यहाँ आउँदैछ भनेर ठ्याक्कै म पनि आउनु मेरो बाबुआमा नि यहाँ आउनु मैले भेट्नु पाउनु त ए कति खुसी नि म त ल हेर ए यो चाहिँ हाम्रो कप्दानेको सम्म भवन बाख्रा हेर्नु त यहाँ आम्मामामा कत्रो साँड के अरे साँड भनिन्छ मैले त यो चाहिँ ऊ हो छ म बयर कतैमा ल्याउनु भयो यो बाहिरबाट ल्याउनु भएको हो क्या हो कुन हो आमा चाहिँ ए यो चाहिँ लोकल यो झ्याप्ले चाहिँ दुइटै बोका रहेछ त नि बोकै हो पनि किन पारिहाल्नु भएको त नि राख्नु पर्थ्यो नि त नि के मजाको रहेछ त हौ यो बच्चा त यसले मलाई बोक्छ लाखे ए भाँचिन्छ तेरो करङ केटा थाम्दैन तैँले थाम्ने रहेछ नि यसले मलाई छोरा कत्रो हो आम्मा यो ए आमै उँधोबाट पनि ल्याएको हो क्या हो नम्बरी रहेछ नि त
नम्बरी रहेछ नि त आमा त ल है ल बिउ राखेको बोका कुन चाहिँ बाबु अहिले ए त्यो फुल झ्याप्ले माथि हाम्रो भतिजा छोरीको माथि देउरालीमा त्यो बिउ राखेको बोका अब यो गाउँ गाउँ कुट्ने तरिका चाहिँ यस्तै है साथी खै त तल देख्दैन नि इच्छाको हुन्छ देख्दैन नानी खै त फोटो त आएन है यसरी कुट्नुपर्छ है यसरी कुट्नुपर्छ है ल ए अब आयो मैले त डाँडा पो कटाउँछु के है यसरी यसरी लाउने अनि यसरी कुट्ने छोरी वर्गहरूले पछि हेरिराख यी सिकिराख्ने यसरी कुट्नुपर्छ तर यतिको बोलले चाहिँ काम लाग्दैन नि फेरि यसरी लाउँदै कुट्दै लाउँदै कुट्दै यो झुस लाग्छ चिलाउँछ भन्नु थाल्यो भने चाहिँ यो कामै नगरेर हुन्छ गाउँै नबसे हुन्छ यसरी कुट्नुपर्छ यसरी ल ल आऊ आऊ ल यसरी होइन त आमा ल आऊ झुस बिच्चा खै त कसो गरेर अब गयो क्या फेरि हाम्रो गाउँठाउँको रोडहरू यी एकदम राम्रो छ नि यी आमा बाउ यी मजाले घुमडुल गरेर आउनु भएको छ रमाइलो छ ठाउँ ल बाउ ल राम 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 कत्रो हौ अब बाहिरतिर अरू अरू साथीहरूको कुकुरको नाम चाहिँ हरेक हुन्छ है हाम्रो कुकुरको नाम चाहिँ आइजा ओइ आइजा त बिहान भात खानु किन नआएको हाँ तेरो भात तल सुकिसक्यो अघि बिहानै रेडी गरेर राखेको खाना किन नखानु आएको यहाँ आइजा यहाँ आइजा आइजा ओइ आइजा यता यता आइजा नि यहाँ 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 आइजा यहाँ आइजा ऊ गाडी आइदेखि न ल आइजा यता यता आइजा यता आइजा न भात खानु किन नआएको बिहान भात खानु किन नआएको बिहान हँ भात खानु किन नआएको मेरो यहाँ साथीहरू यहाँ सोल्टिनेर रहेछ र पो यो साथी त यहाँ तँलाई भात खानु नआएर बिहान बोलाउँदा कहाँ गएको थिइस् आइजा आइजा यहाँ आइजा नि यहाँ आइजा 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 यता त फटा हुन्छस् घरिन् 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 घर घरिन् लु लु छिटो आइज है घरमा आइज त्यहाँ तँलाई